उकालो बाटो, मुटु नै कठ्याङ्ग्रिने चिसो हावा र हरेक पाइलापछि अलिअलि छोटो हुँदै गएको सास। कहिलेकाहीँ त यति धेरै दुःख गरी किन आउँछन् यस्तो ठाउँ जस्तो लाग्छ। तर यही कठिनाइ नै यात्राको अर्थ हो जस्तो पनि लाग्छ। र घन्टौको हिँडाइपछि जब आँखा अगाडि पहिलोपटक भैरवकुण्ड ताल देखिन्छ, सबै थकान एकैछिनमा हराएर जान्छ। चारैतिर हिमालहरू मौन छन्। हावाको आवाजसँगै कुहिरोभित्र ऐना जस्तै शान्त ताल्छ। जब तपाईँ आफ्नो कम्फर्ट जोनलाई छोडेर यस्तो ठाउँहरू आउनुहुन्छ नि, तपाईँ आफ्नो हिम्मत, धैर्य र आत्मविश्वासमा आइपुगेको हुन्छ। भैरवकुण्ड ताल गन्तव्य मात्रै होइन, यो एक परीक्षा हो र यो शान्त पुरस्कार पनि। र आज हामी त्यही क्षण जिउँदैछौँ। करिब 4250 मिटरको उचाइमा रहेको भैरवकुण्ड ताल सिन्धुपाल्चोक जिल्लाको जुगल हिम श्रृङ्खलाको काखैमा पर्छ। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्व बोकेको यो पवित्र हिमताल अरू बेला निलो मनमोहक भए पनि जाडोयाममा भने जमेर सेतो हिमतालमा परिणत हुने गर्दछ। आउनुहोस्, हामीसँग यो कठिनपूर्ण तर अत्यन्तै रमाइलो भएको यो यात्राको अनुभव लिउँ है त। ल, धेरै दिनपछि हामी फेरि राइड जान लागेछौँ केटाहरूसँग। बाइकहरू रेडी छ। योपालिको हाम्रो राइड चाहिँ भैरवकुण्ड सिन्धुपाल्चोकसम्म हुँदैछ है त। ल, साथीहरूलाई कुर्दा हामी यहाँ नालामा आएर चिया खान थालेछौँ होइन। टक्कर लगाएर बाइकहरू लाइन लगाएर। तिम्रो बाइक त्यहीँ होस् न त, के हुन्छ। ल, हामी टक्क दोललघाट आइपुग्यो होइन। दोललघाटमा आएर माछा खाना खाँदैछौँ। ल, कस्तो लागिरहेछ? मिठो छ खानेकुरा? ल, यतातिर पनि बोलाउँ है। मैले उता सुगोटीतिर चाहिँ गएर खान लागि क्या। यता गयो भनेर दोलखा पुग्छ क्या। दोलखा सैलङ जानु चाहिँ यो बाटो। क्या हो रहा है इधर? के हुँदैछ? सडक निर्माण। सेभेन हो यहाँ।
यता यता लिस्टी जाने बाटो र यता हो नि हामी लिस्टी जाने हो अब ल है हामी निस्क्यौँ ल धन्यवाद है दिदीलाई कहाँ तल यता हो ल आऊ बस पुऱ्याइदिन्छु के छ जुर म माथि पुऱ्याइदिन्छु आऊ बस नबस्ने कहाँ गएर आएको स्कुल गयो हो कट्टु लगाएरै जाडो भएको छैन जाउँ नजाने ल बाई बाई हामी आउँछु ल हामी घुमेर आउने ल हाम्रो घर त तल हो र बवाल छैन त ठाउँ बवाल छैन त लाग्यो बवाल लाग्यो राइट त राइट त बवाल हो यार त्यही त राइट त मजा लाग्यो अनि यस्तो ल राइड कस्तो भयो एकदम मजा आइरहेछ यार दाइलाई रमाइलो भइरहेछ ल हाम्रो दुईवटा बाइकहरू अगाडि आइपुग्यो अब अरू केटाहरू पछाडि आउँदैछ है धुलै धुलो लास्टै धुलो बाटो यार जे आउँछ मजाले पचाउँछ टक्कर दिएको बिटा के यार यस्तो डाँडाको अग्लो अग्लो डाँडाको टुप्पोतिर पनि यस्तो राम्रो होटेल हो कि नेपाल भारत मैत्री भवनले के बनाइरहेको छ यता लिस्टी भन्नु आइसकेको छ लिस्टी के यार यो राम्रो रहेछ ठाउँ चाहिँ मन्दिर पनि रहेछ है के मन्दिर हो
रोक्या फेरि किन रोक्या फेरि जाडो यार चिसो बढ्दै आयो छगम हार्टली वेलकम टु छगम रे छगम भन्ने ठाउँमा पुगेछ भर्खर भगम कहाँ हो यस्तो छ ल अवस्था हाम्रो अवस्था मेरो बाइकको अवस्था यो छ भैरवकुण्ड यात्रा भर्खर हामी छगम भन्ने ठाउँमा पुग्यो ल अब अगाडि चुचाउले यता हो भने सुनेन कस्तो लागिरहेछ एकदम राइडको मजा लागिरहेछ राइड मजा आइरहेछ ल हामी छगम भन्ने ठाउँमा आइपुग्यो अब छगम रहेछ एकछिन वेलकम टु छगम यो यतिको गेट बनाउन नै 30-40 लाख लाग्छ यार है किन बनाइराख्नु पर्यो त बरु यो त्यतिको पैसाले त यो रोड हल्का भयो नि ढलान गरे भने एउटा बोर्ड लेख्यो हुन्थ्यो त हो यार कस्तो राम्रो गाउँ रहेछ छगम भने यही हो कि पक्कै होइन होला हिमालको आगतिर भर्खर बनाउँदै गएर रहेछ है त ठुल्ठुलो गेट बनाउँछ यार यतातिर यो चाहिँ बगम भिलेज ल बगम यहाँ राम्रो बस्ने खाने सुविधाहरू भएको ठाउँ रहेछ तलतिर रहेछ ल गाइस फाइनली हामी आउँदै चोकर मकर पुग्न ल हाम्रो यहाँ भैरवकुण्डको राइडको सहयात्रीहरू है यो चाहिँ हिजो आउँदा चाहिँ रात पर्यो अनि यो बगमदेखि माथि चोकर मकरसम्मको बाटो चाहिँ एकदम खराब उकालो अनि हाई एल्टिच्युडमा भएर होला तान्नै नसकिने बाइकहरूले तान्न नसकेर गाह्रो भएको थियो हामी राति मात्र आइपुगेका थियौँ है गाइज ल चोकर मकर भन्ने ठाउँको एकदम घाँसे मैदान घोडा चढ्ने ठाउँ घोडा चढ्ने ठाउँ यस्तो छ अवस्था ताजा अवस्था ताल थियो क्या यहाँ पनि है चोकर मकर हामी पुगेर फर्किँदैछौँ है यस्तो बल भ्यू छ आऊ केटा फटाफट आऊ यता आऊ न मजा आइरहेछ होइन मजा ओहो पोजमा बसिरहेको छ एउटा चाहिँ पोज नगे फेरि हिमाल कट गरिदिउँ जाऊ न खिचिरहेको छु कि
ल फाइनली हामी आइपुग्यौँ गाइज भैरवकुण्ड तालमा। हिजोको त्यस्तो डरलाग्दो अफरोड राइड बाइकले नतानेर मान्छेले तान्दै तान्दै आउनु पर्ने होइन, अँध्यारोसम्म चोकर मकरमा आइपुग्यो। प्लस एकदम राति पनि चिसो होइन, चिसो र यो अक्सिजनको कमीले होला त्यहाँ सुत्नमा एकदम कठिनाइ भएको थियो। अनि आज बिहान पनि चाँडै उठेर एकदम उकालो बाटो होइन, हिँड्दा पनि स्यास्या हुने त्यस्तो अवस्था पार गरेर हामी फाइनली यहाँ भैरवकुण्ड आइपुगेका छौँ होइन। अनि यहाँ आएर हेर्ने भनेको चाहिँ यति हो, खासमा हेर्ने भनेको बाटैबाट हिमालहरू हेर्ने हो। यहाँ तालमा आइसकेपछि चाहिँ यही हो, ताल जमेको छ सेतो चारैतिर होइन, ताल जस्तो पनि नदेखिरहेछ अहिले चाहिँ, एकदम सेतो हिमताल। अनि रमाइलो भयो जे होस्, मजा आइरहेछ। जाडो लास्टै जाडो छ। अनि अहिले भैरवकुण्डको छेउमा रहेको मन्दिर हो यो चाहिँ। यहाँ मन्दिर छ, उता छेउमा चाहिँ पानीको मुहान रहेछ के अरे, त्यहाँ चाहिँ मैले नजाने निर्णय लिएँ किनकि अब अल द वे हिँड्नुपर्छ, त्यो पुरै पोखरीको छेउ हिँडेर त्यहाँ पुग्नुपर्छ। लगभग आधी घन्टा लाग्छ, त्यही भएर म आधी घन्टा रे नजाने निर्णय लिएँ। अनि गलत इन्फर्मेसन चाहिँ नदियो है। अब म गएको छैन, मैले भनेपछि भएको नि 15 मिनेट जान्छ, 15 मिनट बढी लाग्छ। यो हिमालको छेउमै के बोक्यो हो साथी हो। अब यो यस्तो पवित्र ठाउँमा फोहोर गर्नु त भएन, त्यही भएर हामीले फोहोर फाल्न चाहिँ तलै लाने व्यवस्था गरेको छौँ है। कस्तो लाग्यो ल भैरवकुण्ड ट्रेक? डु भिजिट प्लिज। जिन्दगीमा एक न एकचोटि चाहिँ नहुने ठाउँ हो यो। यस्तो छ नेपालको जेम हो। ल यो सँगै हामीले यसपालिको हाम्रो यात्रालाई चाहिँ यहीँ बिट मार्ने जमर्को गरेका छौँ। अनि हाम्रो यो यात्राभरि साथ दिनुभएका हुन् तपाईँहरूलाई धेरै धेरै धन्यवाद। आगामी यात्राहरूमा यसरी नै देखाउने प्रयास गर्नेछौँ। थ्याङ्क यू फर वाचिङ।